हाई एभ्रिवान। सो आज चाहिँ हामी यो गभर्नेन्स हाम्रो सिएसआइटी 6 सेमेस्टरको गभर्नेन्सको प्रोजेक्ट डेमो भिडियो बनाउँदैछु। सो हाम्रो टिमको नाम चाहिँ टिम रेडबुल रहेको छ एन्ड हामी मेम्बर चाहिँ 5 जना छौँ। म सुदिल, निशान्त चौधरी, कैलाश पन्त, अनुराग भट्टराई एन्ड सुमन बस्नेत, हामी 5 जनाले चाहिँ यो बनाएको हो। सो फर्स्टमा हामीले एउटा होम पेज बनाएको छौँ जुन चाहिँ ल्यान्डिङ पेज हो। माथि एउटा यो मार्क्यु टेक्स्ट छ, हामीले यहाँनिर हभर गऱ्यो भने चाहिँ रोकिन्छ, राइट। एन्ड देन त्यसपछि यो माथिपट्टिको हेडर बनाएको छौँ है, यो सबै हेडर हो। एन्ड देन यो भनेको हिरो टेक्स्ट एउटा राखिदिएको छौँ, अनि यहाँनिर न्युज सेक्सन राखिदिएको छौँ। सो न्युज सेक्सनमा के हुन्छ भनेदेखि हामीले यो फोटो एन्ड देन यो न्युजको डिस्क्रिप्सन्स एन्ड यो न्युजको टाइटल, यो तीनटा कुरा चाहिँ ब्याकएन्डबाट पठाएर एन्ड देन इट कुड बी फेच्ड हियर है। अनि यो चाहिँ यसरी देखाइन्छ है, यसरी हामीले टगल गर्नु पनि मिल्छ। त्यसपछि हामीले एउटा ब्रिफ कसरी चाहिँ ब्लू बुकलाई रेजिस्टर गर्न सकिन्छ अनि त्यसलाई कसरी रिन्यू गर्न सकिन्छ भनेर एउटा स्टेप बाई स्टेप गाइड जसरी बनाइदिएको छौँ है। एन्ड देन यो भनेको एउटा फुटर भयो, यो हामीले फुटर बनाएको छौँ है। अब यो भेहिकल रेजिस्ट्रेसन रिन्युअल यो कुराहरू अहिले इम्प्लिमेन्ट भएको छैन, जस्ट एउटा जेनरल फुटर बनाएको छौँ है। यो चाहिँ काइन्ड अफ एउटा डिओटिएमलाई रिप्लिकेट गर्न खोजे हो। सो अब यो वेबसाइटमा चाहिँ के छ भनेदेखि दुईवटा रोल छ, एउटा युजरको रोल छ, अर्को हाम्रो एडमिनको रोल छ। सो म यो गुगल क्रोममा चाहिँ युजरको रोल देखाउँछु एन्ड देन हियर सफारीमा चाहिँ म अर्को ब्राउजरमा चाहिँ आई विल बी सोइङ एडमिनको रोल है। अब त्यसपछि लेट्स लगइन युजरलाई है। सो यो लगइन भन्दा पनि म एउटा साइनअपै गरेर देखाइदिन्छु। सो साइनअप प्रोसेस कसरी हुन्छ भन्दाखेरि सुदिल पौडेल भयो, सुदिल se2025@gmail.com। सो यो इमेल चाहिँ अथेन्टिक इमेल हुनुपर्छ है, किनकि आफ्टर द्याट यो रेजिस्टर गरेपछि हामीले चाहिँ इमेलमा कोड पाउँछौँ। सो लेट मी क्विकली फिल दिस फर्म है। ओके डन। यो पासपोर्ट साइज फोटो आई गेस नहाल्दा पनि फरक पर्दैन। यस, रेजिस्ट्रेसन सक्सेसफुल, 6 डिजिट ओटिपी माग्यो है। अब 6 डिजिट ओटिपी यहाँनिर मेरोमा आइसकेको छ, 304287 304287 304287 भेरिफाई गरेँ, इमेल भेरिफाइड सक्सेसफुल्ली, यु क्यान नाउ लगइन भन्यो। सो म त्यसपछि लगइन स्क्रिनमा रिडाइरेक्ट हुन्छु। सो मेरो इमेल के थियो, सुदिल se2025@gmail.com थियो। पासवर्ड के थियो भनेदेखि सो मैले पासवर्ड हालेँ है यहाँनिर। त्यसपछि हाम्रो एउटा युजरको ड्यासबोर्डमा पुग्छु म हो। सो अब म एउटा ब्लू बुक बनाउँछु, राइट। एउटा ब्लू बुक के बनाऊँ भनेदेखि भेहिकलको रेजिस्ट्रेसन यहाँनिर चाहिँ एउटा फर्म छ है, यति फर्म छ, सकेसम्म सानो बनाउनु खोजेको छ बट यति इन्फर्मेसन चाहिँदो रहेछ है। सो म 6677 बनाएँ। भेहिकल टाइप मोटरसाइकल लेख्छु, भेहिकलको रेजिस्ट्रेसन डेट 2020 को राख्थ्यौँ, 2020 फेब्रुअरी 11मा चाहिँ मैले रेजिस्टर गरेको छु रे। ओनरको नेम सुदिल पौडेलै राखेँ। भेहिकल मोडल लेट्स से ड्युक 200 2020मा हुने भयो। यो भेहिकल रेजिस्ट्रेसन डेट र म्यानुफ्याक्चर इयर जेनरली एउटै हुन्छ। च्यासिस नम्बर म एउटा ऱ्यान्डम राखिदिन्छु। भेहिकलको कलर रेड एन्ड ब्ल्याक हुन्छ। इन्जिनको सिसी 200, ड्युक 200 को 200 सिसी हुन्छ। भेहिकल नम्बर प्लेट भनेको 6677 राख्थेँ। ट्याक्स पे डेट यो चाहिँ मैले आफ्नो ब्लू बुकमा हेरेर मैले कहिले ट्याक्स पे गरेको छु त आफ्नो फिजिकल ब्लू बुकमा हेरेर चाहिँ मैले कहिले ट्याक्स पे गरेको छु त्यो डेट चाहिँ मैले हाल्नु पऱ्यो। सो म 1 वर्ष अगाडि मैले सायद लेट्स से अक्टोबर 9 हो आज भनेदेखि म चाहिँ 1 वर्ष अगाडिको अक्टोबर लेट्स से मैले 1मा चाहिँ अक्टोबर 1मा ट्याक्स पे गरेको थिएँ भनेदेखि यहाँनिर मेरो एक्सपायरी डेट 2025/10/1 भनेर चाहिँ अलरेडी आफै क्यालकुलेट भएर आउँछ। सो मैले ब्लू बुकलाई रेजिस्टर गरेँ, राइट। यो भनेर यसरी आयो।
अब यो मेरो एउटा मैले आफ्नो ब्लु बुकको डेटालाई चाहिँ डिजिटलाइज गरेको जस्तो भयो है। त्यसपछि अब मैले भ्यू गर्दाखेरि वाट वी सी इज प्लिज वेट फर द एडमिन टु भेरिफाई ब्लु बुक डिटेल्स। सेम गोज विथ द पे ट्याक्सको बटन है, प्लिज वेट फर द एडमिन टु भेरिफाई ब्लु बुक डिटेल्स है। सो यहाँनिर यो भयो हो। अब पेन्डिङ मेरो ब्लु बुक कतिवटा छ, एउटा छ। भेरिफाइड ब्लु बुक 0, एक्सपायर्ड ब्लु बुक एउटा छ, कज अक्टोबर 1 मैले डेट हालेको थिएँ। लेट्स गो विथ द एडमिनको पोर्टल है। एडमिनमा के छ भनेदेखि सेम लगइन स्क्रिनबाट हामी एडमिन लगइन गर्न सक्छौँ है। सो एडमिनको portal.sudhilमा छ जस्तो लाग्छ, gmail.com यो गऱ्यौँ या म अब आई गेट रिडाइरेक्ट टु एडमिन ड्यासबोर्ड है। सो एडमिन ड्यासबोर्डमा म आइपुगेँ राइट। सो एडमिन ड्यासबोर्डमा म आइपुगिसकेपछि वाट वी सी इज यहाँनिर टोटल युजर्स कतिजना छ, एक्टिभ युजर्स कतिजना छ, टोटल ब्लु बुक्स मसित कतिवटा छ, पेन्डिङ ब्लु बुक्स कतिवटा छ, भेरिफाइड ब्लु बुक कतिवटा छ, यो कुराहरू म देख्छु राइट। अब 6677 भन्ने मैले बनाएको थिएँ, यहाँनिर आएर यो भेरिफाई भन्ने यहाँनिर पनि देखिन्छ। यहाँ चाहिँ रिसेन्ट युजर र पेन्डिङ ब्लु बुकको चाहिँ यहाँनिर एउटा सानो पपअप बनाइदिएको छौँ भनेदेखि हामीले डिटेलली गएर पेन्डिङ भेरिफिकेसनमा गएर चाहिँ यहाँनिर क्रिएटेड अक्टोबर 9, 2025 भनेर यहाँ देखियो। मोटरसाइकल केटिएम ड्युक 6677 नम्बर भएको, अनि सुधिल पौडेलको मोटरसाइकल चाहिँ पेन्डिङमा छ भनेर देखियो। अब इफ एनिथिङ इज रङ म अब के अरे म चाहिँ यातायात कार्यालयको एडमिनले अब के अरे ढड्डा हेरेर चाहिँ इफ एनिथिङ इज रङ होइन, अब उसको म्यानुफ्याक्चर इयर चाहिँ 2020 होइन अरे 2019 हो भने मैले यहीँबाट एडिट गरेर हालिदिन पाएँ राइट। अर एभ्रिथिङ गुड छ भनेदेखि मैले यहाँबाट भेरिफाई गरिदिन पाएँ, ब्लु बुक भेरिफाइड सक्सेसफुल्ली भन्यो राइट। लेट्स गो ब्याक टु युजर ड्यासबोर्ड है। युजर ड्यासबोर्डमा जाँदाखेरि के छ, अब यहाँनिर युजर ड्यासबोर्डमा हेऱ्यौँ भने अब यहाँ पेन्डिङ जुन थियो म यसलाई रिलोड गरेँ भने आइसी हेयर भेरिफाइड है। पेन्डिङमा 1 थियो अघि, भेरिफाइडमा 1 आयो राइट। यो कुरा भयो। त्यसपछि अब मैले भ्यू गरेँ भने अघि भ्यू गर्दा प्लिज वेट फर द एडमिन भनेको थियो राइट, यो कुरा भनेको थियो, यो भनेन है। आई क्यान डु दिस होइन। अनि त्यसपछि अर्को भनेको पे ट्याक्स भन्ने कुरामा मैले थिचेँ भने म यहाँनिर फाइन कति हो होइन, मेरो 6 दिन अगाडि एक्सपायर 9 दिन अगाडि एक्सपायर भएको छ भने यो भयो होइन, 8 दिन अगाडि भएको रहेछ। सो यो कुराहरू फाइनहरू सबै ब्याकएन्डबाट हामीले अथेन्टिक डिओटिएमको रुल के छ त्यो अनुसारले चाहिँ हामीले इम्प्लिमेन्ट गरेर राखेका छौँ। त्यसपछि यहाँनिर अमाउन्ट क्यालकुलेट भएर आउँछ। अनि मैले पे भनेर थिचेपछि राइट एउटा ओटिपी जान्छ मेरो इमेलमा है। यो इमेलमा मेरो फेरि एउटा ओटिपी आउँछ राइट। यो ओटिपी फर अपकमिङ पेमेन्ट भनेर चाहिँ आउँछ है। सो 112765 भन्ने ओटिपी आएको छ, 112765 भन्ने ओटिपी आएको छ। मैले भेरिफाई गरिदिएँ राइट। सो भेरिफाई गरिदिएपछि प्रोसिड टु पेमेन्ट भन्ने बटन आउँछ मसित। प्रोसिड टु पेमेन्ट गरिसकेपछि यहाँनिर मैले चाहिँ खल्तीको एउटा टेस्ट एपिआई युज गरेको छु। सो खल्ती वालेटमा गएँ म। खल्ती वालेटमा खल्तीले हामीलाई चाहिँ टेस्ट नम्बर दिएको हुन्छ, फोन नम्बर, एमपिन पनि टेस्ट दिएको हुन्छ। त्यो टेस्ट एमपिन हालिसकेपछि यो ओटिपी पनि हामीलाई टेस्ट ओटिपी दिएको हुन्छ 987654 भनेर। सो यसलाई मैले पे गरेँ भने है पेमेन्ट भेरिफाइड भन्छ। यहाँनिर म ब्याक टु फेरि मेरै लोकल होस्टवाला युआरएलमा आइपुग्छु एन्ड देन यो ट्रान्ज्याक्सन डिटेल्सहरू सबै कुरा देखिन्छ है। अब त्यसपछि ट्रान्ज्याक्सन डिटेल्स देखिसकेपछि के हुन्छ त भनेदेखि यहाँनिर अब मेरो म ब्याक टु ड्यासबोर्ड गएँ अरे। यहाँनिर अघि के आएको थियो त पे ट्याक्स भन्ने बटन जुन देखिरहेको थियो त्यो पे ट्याक्स बटन छैन अब राइट। यो एउटा कुरा। सो यसरी चाहिँ हामीले एउटा ब्लु बुकलाई क्रिएट गरेर यातायातको मान्छेले ढड्डा हेरेर भेरिफाई गरेर त्यसपछि हामीले ट्याक्स तिर्न चाहिँ सक्छौँ। अब यो ट्याक्स तिरेको के भन्छ रसिद एउटा केही डकुमेन्ट त हामीले ट्राफिकलाई पनि देखाउनु पर्ला। सो त्यसको लागि चाहिँ एउटा पिडिएफ हामीले बनाउन सक्छौँ। सो यो पिडिएफमा चाहिँ भेहिकलको इन्फर्मेसन होइन, यहाँ पछाडि अब कोर्ट अफ आर्म्स राखेको ट्रान्सपोर्ट म्यानेजमेन्टको लोगो सोगो सबै राख्न सकिन्छ। अनि एउटा जेनरल भेहिकल इन्फर्मेसन देखाइदिन्छ। त्यो देखाइदिएपछि पे ट्याक्स कहिले पे गरेको थियो के थियो सबै कुरा चाहिँ यहाँनिर देखाउन मिल्छ है। सो यसरी चाहिँ हामीले एउटा ब्लु बुक रिन्युअलको त्यो ह्यासललाई चाहिँ
डिजिटलाइज गरेर इभन ब्लु बुक डेटा नै डिजिटलाइज गरेर चाहिँ हामीले त्यो ह्यासल फ्री बनाउन ट्राई गरेको छौँ। अब हामीसँग इलेक्ट्रिक ब्लु बुकको पनि छ हैन, इलेक्ट्रिक भेहिकल गर्नु छ भने ब्लु बुक इलेक्ट्रिक ब्लु बुक भयो हैन, कार मोटरसाइकल सबै एउटै प्रोसेस हो। अब म अलिकति चाहिँ एडमिनतिर देखाइदिन्छु। सो ओभरभ्यू हेर्दाखेरि यहाँनिर रिसेन्ट पेन्डिङ देखिन्छ, रिसेन्ट युजर्स देखिन्छ राइट। त्यसपछि युजर्समा हेऱ्यौँ भने मसित यहाँनिर सबै युजरको देखिन्छ है। त्यसपछि मैले पेन्डिङ भेरिफिकेसन हेरेँ भने यहाँनिर पेन्डिङ भेरिफिकेसन देखिहाल्यो, अघि देखाइहालेँ। अल ब्लु बुक्समा गयो भने म यहाँनिर अल ब्लु बुक्समा चाहिँ अब सुदिल पौडेल भन्ने मान्छेको नाममा कतिवटा भेहिकल रहेछ यो सबै कुरा मैले यहाँनिर हेर्न सक्छु। इभन म चाहिँ अब 6677 भन्ने बाइक नम्बर भएकोलाई चाहिँ मैले यसरी फिल्टर आउट पनि गर्न मिल्छ राइट। अनि त्यसपछि अब मेरो चाहिँ केटिएम ड्युक भएको मान्छे को रहेछ त यो कुराहरू पनि मैले हेर्न मिल्छ है। सो यहाँनिर पेमेन्ट्स अब है, पेमेन्ट्स चाहिँ कुन चाहिँ सक्सेसफुल भयो, कुन चाहिँ ऊ भयो, यो सबै कुरा यहाँनिर देखिन्छ है। त्यसपछि अर्को भनेको रिपोर्ट्समा पनि मैले चाहिँ एउटा यो पिडिएफहरू हालेर एउटा जेनरलाइज गरेको छु। सो यो रिपोर्ट पनि डाउनलोड हुन्छ। लेट्स सी युजर रिपोर्टमा के छ है त। युजर रिपोर्टमा यहाँ नम्बर कतिवटा युजर छन्, यसको इमेल के हो, एक्टिभ छन् कि छैनन्, भेरिफाइड हो कि होइन, त्यो कुराहरू चाहिँ देखिन्छ है। एन्ड देन ब्लु बुक रिपोर्टमा पनि त्यही हो, पेमेन्ट रिपोर्टमा पनि त्यही हो, दुइटै सबै डाउनलोडेबल हुन्छ है। त्यसपछि न्युजमा गयौँ हामी है। न्युजमा के छ त, यहाँ मैले अघि जे न्युज हालेको छु यो सबै कुरा चाहिँ यहाँनिर हामीले एड गर्न मिल्छ। एड न्युजको एउटा फर्मै छ है। यहाँनिर टाइटल छ, न्युजको के अरे डिस्क्रिप्सन हुन्छ, यहाँनिर ड्राफ्ट हो कि एक्टिभ हो कि इनएक्टिभ हो त्यो छ, प्रायोरिटी लेभल हामीले सेट गर्न मिल्छ, त्यसरी हामीले राख्न मिल्छ है। अरू भनेको मार्की टेक्स्ट जुन हामीले यो माथिपट्टि आई थिङ्क इट्स नट भिजिबल, तर यहाँनिर एउटा गभर्मेन्ट अफ नेपाल भन्ने माथिपट्टि फ्लोट भइरहेको छ, हिँडिरहेको छ, त्यसलाई चाहिँ हामीले के गर्न मिल्छ भनेदेखि यहाँनिरबाट चेन्ज गर्न मिल्छ मार्की टेक्स्टलाई है। अनि त्यसपछि सेटिङ्समा अब वान एडमिन युजर क्यान एड एनदर एडमिन युजर के यहाँनिरबाट अब मैले एडमिनको नाम राख्न मिल्यो, उसको इमेल राखिदिन मिल्यो, उसको पासवर्ड हालिदिन मिल्यो, सिटिजनसिप नम्बर राखिदिएपछि एनदर एडमिन मैले क्रिएट गरेको एडमिन युजरको इमेलमा चाहिँ ओटिपी जान्छ। वान्स हि भेरिफाइज द्याट हि विल बी द एडमिन अफ दिस साइट है। सो त्यसरी हामीले एडमिन युजर पनि एड गर्न मिल्छ है। यो पनि इट्स वर्किङ। फरगट पासवर्डको फ्लोहरू पनि सबै वर्किङ छ है। सो यसरी चाहिँ हामीले ब्लु बुक रिन्युअल सिस्टमलाई चाहिँ डिजिटलाइज गरेर, ब्लु बुकलाई डिजिटलाइज गरेर ब्लु बुक रिन्युअल सिस्टम बनाएको छौँ। थ्याङ्क यू।